विशेष गरेर आज हाम्रो यो 25 तारिकदेखि बाटो सफाई अभियान त सुरु भएर 4 तारिक यो फाइनलको दिन जति पनि हजुरहरू यहाँ रहनु भएको छ सबैजनालाई हामी सिदिङबोङ निवाफू युवा संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र एउटा कुरो चाहिँ हामीलाई खुसी लागेको चाहिँ के हो भनेदेखिलाई 25 तारिकदेखि आज 4 तारिकसम्म हामीले बाटो सफाई अभियान त सुरु गर्यौं, तर कसैको हातमा काँडा भिजेको बाइक चोट नलागेको हजुरहरूलाई हामी जानकारी दिँदै नमरे बाँचे दैवले साँचे अर्को साल फेरि हामी भेटेर यही बाटोलाई सफाई गर्ने तपाईहरुबाट पनि हामी अपेक्षा लिन्छौं। र विशेष गरी हाम्रो प्रेसिडेन्ट साहब के भन्नुहुन्छ हो आज यो अन्तिम दिनमा सबै तपाईको यो सामाजिक परिवारलाई अनि विशेष गरी सबै हाम्रो निवाफू संस्थाको मेम्बरहरूले यसो कोअपरेट गरेर हाम्रो गाउँलाई यसरी सबै गाउँले मिलेर आफ्नो गाउँ आफै बनाऊ भन्ने है, कसैले हाम्रो बाटो सफा गरिदिनेवाला छैन, आफै निस्केर यसरी सफा गरेको यसो कोअपरेट गरिदिएको बहुत बहुत धन्यवाद। हाम्रो प्रेसिडेन्ट साहबलाई पनि धेरै धेरै धन्यवाद। उहाँको भनाइ उहाँको सोच तपाईहरुलाई सुनाइसकेका छौं र हाम्रो गाउँ हामी आफै बनाऊ भन्ने उहाँको स्लोगनलाई हामी सबैजनाले समर्थन दिँदै विशेष गरी हाम्रो अति आदरणीय पूर्व पञ्चायत हेमन्त कुमार लिम्बुज्यू दुई शब्द तपाईले यो आज अन्तिम दिन के भन्नुहुन्छ हजुर? अब के भन्नु, विशेष हाम्रो निवाफू युवा संस्थाको सदस्य सबै त नभनौँ जति पनि यहाँ जोडिनु भयो यो बाटो सफाई अभियानमा तपाईँ सबैलाई मेरो व्यक्तिगत तर्फबाट पनि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसरी नै एकजुट भएर हामीले यो बाटो मात्रै नभएर अन्य अरू काममा पनि हामी एकजुट भएर है अगाडि बढ्दै जाउँ भन्ने म यति नै। हाम्रो पूर्व पञ्चायत अति आदरणीय निवाफू युवा संस्थाका एडभाइजर साहबलाई पनि धेरै धेरै धन्यवाद दिँदै सिदिङबोङ निवाफू युवा संस्थाको अब आमा खालमा अथवा चेली खालमा इन्याला छास के वार स हेक सिंगाङ थो एन गुनुप सिंह तारिक इन्या लाम सफा जोकना नुबाबु खेमेबी लहे आर कन्जे हेमाबुङ बे बगर तान्दी तारिक के यसो निवासो के बोङ बया बक आजोगुम नुबाबु खेमे ल ल ल आर अन्य मा अनसिने नाम बेक्ने गर यमो तुम माङ लाम सफा जोक मारो ल ल। अनि अर्को कुरो चाहिँ हाम्रो अति आदरणीय हामी फाङा मैला भन्छौं है, उहाँलाई हिजो तपाईको सिङफेवाको धुनमा तपाईहरुलाई मिठास पोखाउनु भएको छ भने फाङा मैला आज यो अन्तिम दिन के भन्नुहुन्छ हो? खै अब के भन्नु र, हामी त अब सबैलाई